हेलो साथीहरू नमस्कार। आज म तपाईहरुलाई कम्प्युटरमा काम गर्दा गर्दै आफ्नो कम्प्युटर अथवा ल्यापटप स्लो भएर ह्याङ भएर चाहिँ थकित हुनुहुन्छ भने तपाईहरुलाई चाहिँ सानो सजिलो तरिकाले पनि आफ्नो कम्प्युटर अथवा ल्यापटप फास्ट बनाउन सकिन्छ। मेन्टेनेन्स सेन्टरमा अथवा कम्प्युटर टेक्निसियनका नलइकन पनि आफ्नो कम्प्युटरलाई फास्ट बनाएर रिसेन्टली प्रब्लम चाहिँ सल्युसन गर्न सकिन्छ। स्टेप बाइ स्टेप भिडियो चाहिँ हेरिदिनु होला। भिडियो खासै लामो छैन, छोटो छ, 2-3 मिनेटको छ। स्टेप बाइ स्टेप भिडियो हेर्नुभयो र तपाईँ त्यही अनुसार चाहिँ फलो गर्दै जानुभयो भने आफ्नो कम्प्युटर अथवा ल्यापटप चाहिँ तपाईले मेन्टेनेन्स सेन्टरमा नलइकन फास्ट बनाएर चाहिँ काम गर्न सकिन्छ। त्यसको लागि भिडियो चाहिँ स्किप नगरी हेरिदिनु होला है त। सबैभन्दा पहिला विन्डोज र आर एकचोटि प्रेस गर्ने, %TMP टाइप गरेर % प्रेस गर्ने, यसलाई ओके गरिदिने। कन्ट्रोल एस सिलेक्ट अल गरिसकेपछि यसलाई डिलिट गरिदिने, स्किप गरिदिने। फेरि पनि विन्डोज आर एकचोटि प्रेस गर्ने, RECENT रिसेन्ट टाइम गरेर ओके गरिदिने। फाइलहरू खुलेको अगाडि खुलेको टेम्पलेटहरू विन्डोज आर प्रेस गर्ने, PREFETCH टाइप गरेर ओके गरिदिने। कन्ट्रोल ए गरेर सिलेक्ट अल हुन्छ, त्यसपछि डिलिट गरिदिने। विन्डोज आर एकचोटि प्रेस गर्ने, TRE टाइप गरेर ओके गरिदिने। यति गरिसकेपछि रिसाइकल बिनमा गएर इम्पिटी रिसाइकल बिन गरिदिने। मेरो चाहिँ कम्प्युटर फास्ट भइसकेको छ, तपाईहरुको कम्प्युटर यति गरेपछि फास्ट हुन्छ। यस्तै भिडियो हेर्नको लागि भिडियो मन परे लाइक, शेयर, कमेन्ट गर्नु नभुल्नु होला है त।